Hello, this is day 5 of my speaking challenge. I want to become extrovert. That's why I took this challenge. र म चाहिँ क्यामेरा साइड पर्सन पनि थिएँ एन्ड द्याट्स वाइ म चाहिँ क्यामेरा ओपन गरेर म बोल्छु, म कन्फिडेन्टली बोल्छु भनेर आई स्टार्टेड टेकिङ दिस भिडियो एन्ड दिस इज डे 5 अलरेडी म चाहिँ बोल्न सकिरहेको छु जस्तो फिल भइरहेछ। अनि म चाहिँ यहाँ कस्टमर सर्भिसमा काम गर्छु अनि कस्टमर सर्भिसमा काम गरेर मलाई कस्तो फिल हुन्छ भन्दा यहाँ क्यानाडामा त मान्छेलाई मजाले ग्रिट गर्नुपर्छ आउने बित्तिकै हाई हेलो हाउ आर यु जाने बेला या हेभ अ गुड नाइट हेभ अ गुड डे भनेर पठाउनु पर्ने रहेछ। अनि म आई हेभ टु सर्भ लाइक 100 to 150 कस्टमर डेली इन माई सिफ्ट। अनि मलाई कस्तो फिल हुन्छ भन्दा अरू साथीहरू जो चाहिँ यहाँ रेस्टुरेन्टमा कि त हाउसकिपिङहरूमा काम गर्छ उनीहरूलाई सोद्धा कस्तो भयो दिन भन्दा सोद्धाखेरि खुट्टा दुख्यो हात दुख्यो भनेर भन्छ। तर मलाई चाहिँ के हुन्छ भन्दा आई फिल लाइक मेरो चाहिँ यो जलाइन दुख्छ किनकि बोलेर हुन्छ नि बोल्नुपर्ने हाँस्नुपर्ने जति बेला पनि अनि यो चाहिँ जलाइन दुखिरहेको हुन्छ मेरो गाला जलाइन योहरू दुख्छ भनेर। अनि द्याट्स वाट आई वान्ट टु सेयर विथ एभ्री वान।